चस्माहरू टन्नै छ चस्मा हेर्नु एउटा चस्मा ठिकै देखेको न चस्माहरू रहेछ यहाँतिर होलसेल खुद्रा सबै पाइने एरियामा महाबौद्ध स्थित आइयो चस्मा पसल टन्नै रहेछ कुन चाहिँ राम्रो हुन्छ त्यो फरकमा आउने खाले हुनुपर्छ यो मैले यो चाहिँ खास गरी S26 अल्ट्राको लेन्स कभर राख्न आँटेको हो होइन 550 रुपियाँ मात्रै हो यो त 700 बाहिर हुनुहुन्छ लिङ्सिसमा 50 ठुलो हुन्छ त्यहाँ यिनीहरूमा जानु पर्दैन हुन्छ पैसा सक्यो होइन सक्यो अलिअलि पुसेर राखिदिनु महाबौद्धको पसलबाट मैले कभर चेन्ज गरेको छु स्क्रिन कभर के अरे लेन्स कभर महाबौद्धभित्र पसलै पसल सबै कभर खोल के हो यहाँ यस्तो छ मोबाइलको सामग्री एसेसरिज यहाँ बेकरी खानेकुराहरू छ यहाँ टक्क मान्छेहरू हिँडिरहेको छ हामीले देखिरहेछौँ साँझ पख सबै यस्तै हो ल हेर्नुहोस् यस्तो छ है टक्क म यति बेला दरबार मार्ग एरियामा हिँडिरहेको छु यहाँ विशेष गरी अलिकति भिआइपी टाइपको पसलहरू हुन्छ होइन अलि महँगो हुन्छ हरेक कुराहरू महँगो हुन्छ यहाँ हिँड्ने बाटो चाहिँ यो एकदम चिल्लो टाइपको हेर्नुहोस् यस्तो छ है बाटो चाहिँ चिल्लो न चिल्लो छ र यस्तो छ बाटो दरबार मार्गमा नेपालको एउटा अलिकति राम्रो भिआइपी एरिया टप उत्कृष्ट एरिया भनेको यही दरबार मार्ग हो देखिरहनु भएको छ र अहिले चाहिँ विशेष गरेर यहाँ यो ठाउँमा अलिअलि फुलहरू फुलिरहेको छ हेर्नुहोस् यो फुल फुल्ने समयमा परेको छ म होइन यो फुलहरू यस्तो मजासँगले फुलिरहेछ त्यस्तो छ है दरबार मार्गमा म यहाँबाट जेब्रा क्रसबाट बाटो काट्छु होइन यस्तो छ यहाँबाट म बाटो काट्छु होइन यो पारिपट्टि चाहिँ म एनसिएल सेन्टरमा आएको आज त्यो इसिम चेन्ज गर्नको लागि तपाईँ पनि चाहिन्छ भने इसिम चेन्ज गर्न सक्नुहुनेछ भन्न चाहन्छु र बाटो क्रस गर्ने म यहाँबाट यो ठ्याक्कै दरबार मार्गमा छु म ल बाटो अब काट्ने है अब यतापट्टिबाट पनि गाडी आफै छ होइन हेर्नु सक्नुहुनेछ हेर्नुहोस् भाइ जानुहोस् अब यो साइडमा दरबार मार्ग माथिको राजदरबार राजा बस्ने घर होइन त्यस्तो छ र यो एरियामा यस्तो छ दामी छ होइन चिल्लो छ बाटो एकदम सफा छ यो ढुङ्गा मार्बल बिछाएको छ
सरकारी गाडीहरू छ। यस्तो छ पसलहरू अलिक भिआइपी पाराको छ होइन। रुखहरू पनि यस्तै छ यहाँ। लुगाफाटाहरू एकदम महँगो महँगो खालको चस्माहरू त्यस्तो छ होइन। हेर्नु सक्नुहुनेछ यस्तो छ है। लु सिसाको टप्पन लगाएको सिसाको घरहरू कतिपय भवनहरू बनिँदैछन् होइन। राजदरबार अगाडिपट्टि राजा बस्ने दरबार यस्तो छ। ल अब सबैभन्दा राम्रो र डिजाइनेबल घर भनेको यो हो। देखिरहनु भएको छ डिजाइनेबल घर। नयाँ वर्ष 2083 को भनेर लाग्छ। यहाँ बत्ती झिलिमिली बलिरहेछ होइन। यस्तो छ। चौला खेलको नेपाल टेलिकममा यहाँ मोबाइललाई चाहिँ इसिम बनाउनुको लागि म आएको छु यति बेला। यस्तो छ यहाँको भवन नेपाल टेलिकमको टावर। अनि यो भवन अनि यतापट्टि कार्यालय छ हेर्नुहोस्। यहाँबाट भित्र एउटा अफिस छ। इसिमको लागि फारम इसिमको लागि यो फारम भर्दैछु म। यो इसिमको लागि यहाँ अब मैले प्रोसेसिङ अगाडि बढाइरहेको छु होइन। यो सेटको लागि चाहिँ फाइनली यहाँ इसिम चाहिँ भइसकेको छ। अब यहाँबाट बिल पनि आइसकेको छ होइन। म अब यहाँबाट ई सेवाबाट पैसा 50 रुपियाँ मात्रै लाग्छ है। 50 यसमा हालिदिउँ। ल यसमा 50 रुपियाँ राखिदिन्छु होइन। इसिम चार्ज ए फेरि नेपाल टेलिकम 50 इसिम चार्ज भइसक्यो। 50 रुपियाँ गयो देखाउनु पर्छ। 9860436055 436055 अहिलेकै यही नम्बरबाट आउँछ। यो मैले सिम झिकेर फाले हुन्छ नि है। पछि चेन्ज गर्नु पर्यो नि। यो क्युआर हाल्नु पर्यो त्यतिखेर चाहिँ चल्छ। यो सेटमा कतिवटा सिम इसिम चल्छ? एउटा दुईवटा चलाइरहेको छु। दुईवटा चलाइरहेको छु। यसको एनटिसीलाई चाहिँ झिकेर यो एनटिसी चाहिँ मैले झिकेँ अब यो सुचारू नै भइसक्यो भन्ने कुरा आयो। यो चाहिँ जिम्मा दिन्छु। यो राख्नुहोस् ल। यो थ्याङ्क यू है। अब यति भएपछि यो मेरो सिम कार्ड चाहिँ साइडमा रहन्छ अनि सुचारू नै भइसक्यो भन्ने खालको कुरा है। अब यसलाई ढाका ई सिम पनि एक्सचेन्ज गरिहाल्यो। यो फिजिकल सिम चाहिँ अब हटाउने हो। यो कोड नम्बर भएपछि चाहिँ जुनसुकै सेटमा पनि तत्काल सर्छ। र नेपाल टेलिकममा आजकल ई सिम बनाउनेको लर्को धेरै छ। र मैले यो अहिलेको जमाना यो ई सिम चाहिँ धेरै वर्ष अगाडिबाट आएको हो। यो नेपाल टेलिकम चौलाखेलबाट मैले चाहिँ चेन्ज गरेँ। र देखिरहनु भएको छ यो मोबाइलमा ई सिम राम्रैसँग खानको लागि आइयो। ठ्याक्कै आधुनिक सेकुवा घर भोजपुरेको छिर्यो है। अब कहाँ यही हो? ए लु मलाई थाहा थियो क्या राम दाई नै हुनुहुन्छ भन्ने। मैले सोध्दै थिएँ के छ त राम सर? ब्लकलाई ब्लक गर्नुहोस् त। ल अब यो खाँदै हुनुहुन्छ हाम्रो लुमाजुले। विङ्स भन्छ होइन। यता चाहिँ बङ्गुरको रहेछ। ल चिसोमा पो रहेछ त खै अर्को खालको छ। त अर्को त खानु छोड्यो नि पुरै यार थेप्चे नाक पुरै बाउनी बाउन भइसक्यो नि। बाउन यस्तो नराम्रो नखिच्नु यार। यस्तो धेरै समय पछाडि म पनि त्यस्तै त सुनि कहाँ अनि राम्रो त सर हो तेरेको हौ। बुढा खैरे भए म काले यार।
ए अन्जना के हो यो बहिनी। इन्स्टा 360 हो नि यता क्या हो? फर्कनु। आउँछ नि 360 इन्स्टा यही हो ल बोला 2 शब्द ल हेलो हाउ आर यु 4 शब्द भइसक्यो 4 शब्द है ठिक छ ल अन्जनाको घरमा आएको छु म यस्तो छ यहाँ हो र? 2 जना बहिनीहरू हेलमेटमा लगाउने हो हो नि के भन्छ 360 तिम्रो नाम इन्स्टा भन। 360 नाम भन न अन्जना भट्टराई अन्जना मलाई तिम्रो नसोध्नु ल एले सोध्नु ल यसको आवाज त ढिलो बोल्दो रहेछ यो यहाँ छन् यहाँ बोले छन् हौ, हेरिरहनु यहाँ, भएको छ नि। हेरिरहनु भएको छ 2 लाखको फोन किनेर आज त कुन फोन सामसुङ Samsung S26 S26 Ultra रे। हो त्यहाँनिर गएको छ त्यहाँ छ नि भिडियो यहाँ छ मोबाइल ए यहाँ हेरेर हुन्छ इल्ला झऱ्यो त्यहाँ यहाँ फेरि झऱ्यो भने मोबाइल यही हो हेर ल कहाँ हुँदैन ल तिमीलाई पनि कैद गरे होइन ठुलै समय खिच्दैछु है त्यहाँ हेरे जस्तो गर्नु सेल्फी ला जस्तो तपाईँ जिम जानुहुन्न आजकल त मैले भ्याउँदिनँ नि अब फेरि जोइन गर्नुपर्ने छ हौ जिम जानु ल यस्तै छ है हुन्छ त्यहीँ होस् न अनि बाउ चाहिँ कहिले यहाँ मेरो आउनुहुन्छ छ्यामा यता हुनुहुन्छ है ए सेवा र मेत्तेस यता नमस्ते सेवारो जजलप्पा गुड इभिनिङ एभ्रिथिङ्स कस्तो देख्यो नि दामी बाबाले आउँछ नि कन्डा फेर खै साइमन कहाँ छ साइमन सुतिरहेछ ए डिस्टर्ब नगरौँ काली र